नमस्कार। फेरि पनि आज हामी नेपालमा बहुविवाह सम्बन्धी कानुनी व्यवस्था के छ त भन्ने सन्दर्भमा थोरै कुराहरू गर्न गइराखेका छौँ। अहिले बहुविवाह सम्बन्धी धेरैजसो समस्याहरू देखा पर्न थालेको छ। तर कतिपय कानुनी व्यवस्था जानी वा कतिपय अवस्थामा कानुनी व्यवस्था नजानेर मैले जानेको थिएन, मलाई थाहा थिएन भन्ने पनि गरेको पाइन्छ त्यस्तो गर्ने व्यक्तिले। तर कानुनले चाहिँ मैले कानुन जानेको छैन, बुझेको छैन भन्यो भने छुट दिने गर्दैन। कानुन सबैलाई बराबर हुन्छ, सबैले जान्नै पर्छ भन्ने मान्यता कानुनले राख्दछ। तर सामान्यतया मुलुकी अपराध संहिता 2074 अनुसार बहुविवाहलाई पूर्ण रूपमा दण्डनीय मान्छ। यदि सम्बन्ध विच्छेद भएको छैन भने त्यो विवाह क्यान्सल नै हुन्छ, रद्द नै हुन्छ, त्यसलाई विवाह मान्ने गर्दैन। अब सामान्यतया महिला पुरुष जोसुकै पनि सबैलाई सम्बन्ध विच्छेद भएको छैन, उसको विवाह भएको छ, घरमा श्रीमान श्रीमती जसको पनि छ भन्ने थाहा छ भने थाहा हुँदाहुँदै पनि विवाह गर्ने गरिन्छ, गरेका पनि छन्, गर्ने पनि गर्छन्। तर सो अवस्थामा चाहिँ उसले कानुनको सजाय भोग्नुपर्छ। कानुनको सजाय 1 देखि 5 वर्ष दुवैलाई कैद हुनसक्छ र 10 देखि 50,000 रुपियाँ जरिवाना पनि हुनसक्छ। तर यदि कहिलेकाहीँ अवस्थामा मलाई कानुन थाहा थिएन त्यही भएर गरेँ भन्ने किसिमको त्यो अवस्थामा पनि कानुनले क्षमा दिँदैन। यसमा चाहिँ कानुनमा जे व्यवस्था गरेको छ त्यो दण्ड सजाय भोग्नुपर्छ भने कतिपय अवस्थामा कसैले चाहिँ अर्कोको बिहे गराइदिने, दोस्रो बिहे गराइदिने, बहुविवाह गराइदिने पाइन्छ भने सो अवस्थामा पनि उसले पनि सोही बराबरको सजाय भोग्नुपर्ने कानुनी व्यवस्था छ। 1 देखि 5 वर्ष त्यो गराइदिने मान्छेले पनि जेल सजाय भोग्नुपर्छ भने 10 देखि 50,000 रुपियाँ गराइदिने मान्छेलाई पनि दण्ड सजायको व्यवस्था नेपाली कानुनमा रहेको पाइन्छ।